दर्शन नमस्ते, गुड मर्निङ। आजको भिडियो अलिक फरक किसिमको छ। तपाईलाई म के भन्न चाहन्छु भने, र त्यो सुझाव मलाई पनि स्वयंलाई पनि, हामीले हाम्रो कन्टेन्ट राम्रो बनाएनौं भने हाम्रा जति पनि छन् हाम्रा साथीहरूले किन हेर्ने? जबकि कुनै पनि खोजमूलक कन्टेन्ट छैन भने, कुनै पनि एउटा ज्ञानवर्धक कन्टेन्ट छैन भने किन हेर्ने भन्ने हुन्छ। त्यो भएको कारणले गर्दा हामी फलोअर्सको पछाडि लाग्छौं। हाम्रा ठुल्ठुला क्रिएटरहरूले हामीलाई के आश्वासन दिन्छन् भनेदेखि, भिडियो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, त्यहाँ भित्र गएर 2-4 जनालाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस्। तर त्यो त्यसरी तपाई जुन ठाउँमा हुनुहुन्छ त्यही हुने हो। तपाईलाई बिरामी लागेको छ भने तपाईले दबाई खाने हो, उसलाई दबाई खुवाइदिएर तपाई निको हुनुहुन्न। त्यो भएको कारणले हामीले हाम्रो कन्टेन्ट कसरी राम्रो बनाउने त्यो सोच्नुपर्छ। हाम्रो कन्टेन्टको पछाडि फलोअर्स पनि त्यही हुन्छ, इन्गेजमेन्ट पनि त्यही हुन्छ, भ्युज पनि त्यही हुन्छ, सबै थोक त्यही हुन्छ, रिच पनि त्यही हुन्छ, सबै थोक त्यही हुन्छ। ताकि हाम्रो कन्टेन्ट हाम्रा साथीहरूले, हाम्रा फलोअर्सले, नन फलोअर्सले मन पराए भने र उनीहरूले हेरिदिए भने बल्ल हाम्रो कन्टेन्ट अगाडि बढ्ने हो र हाम्रो अटोमेटिक फलो आउने, हामीलाई अटोमेटिक साथीहरूले खोजी खोजी फलो गर्ने हो कि कसो।